हेलो साथीहरू, तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो यो भिडियोमा। नेक्स्ट भिडियो है, र आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला भन्ने। र म आज चाहिँ त्यही हो, मेरो त अब कन्टेन्ट अरू हुँदैन हो। ड्युटीबाट आएपछि टक्क खाना खान बसेको, भोक लागेको छ साथीहरू, जाडो त्यस्तै छ हो। सो तपाईँहरूलाई म खानाको परिकार यता देखाउँदैछु, सानो मुकबाङ भिडियो तपाईँहरूलाई लिनेछु साथीहरू होइन है। ल कन्टिन्यू चल्दैछ। म ऐनामा हेर्दैछु किनभने देख्दैन नि त ब्याक क्यामेराबाट हो साथीहरू। र अनि तपाईँहरूको त डिनर भइसक्यो होला होइन। मेरो चाहिँ आफ्टर ड्युटी अब खाना लगाएको छु साथीहरू है। आजको चाहिँ परिकार चाहिँ कस्तो छ भनेदेखिलाई देखाउन गइरहेको छु। यो छ तपाईँको राइस होइन, यहाँ छ आँपको अचार र प्याज, अनि यहाँ रहेको छ साग र चिकन है, साग चिकन मुला। अनि यहाँ रहेछ रुख टमाटरको अचार है साथीहरू। अब चाहिँ खाना खाइ सुरु हुन्छ ल है। सानो मुकबाङ तपाईँहरूलाई देखाउने कोसिस गर्नेछु है। ल है, देख्नुहुँदैछ होला। ल है साथीहरू, अब चाहिँ नबोलिकन मासुहरू लेग पिसको बवाल छ। आज दाल साल बनाइ भएन हो, यसमै झोल हालेर फुकाइसक्यो। लु अब चाहिँ सुरु गरौँ होइन साथीहरू। ल है साथीहरू, ल खाए है साथीहरू। म चाहिँ अलिक थपेर खाने बानी छ है, नै लाग्दैन मलाई चाहिँ। ल मिठो ल अझै डल्लेर गोलमेडा अन्त दुईवटा लसुन हालेको।